Hello guys, welcome back to my video. गाह्रो भयो हिँड्दा यहाँ आइपुगिसक्यौँ खोइ त अनि डबल ट्याप गर्ने हुँदैन अघि त मिलाएको थियो मिलेन यहाँ आयो नि यस्तो वनमा हिँडेर हिरोनीहरू उहाँ छन् पुग्यो अझ त्यो उकालो पुरै चढेर जानुपर्छ मैले देखाउँदै जान्छु है के लाग्छ खै नाच त अहिले भिडियोमा एडिट गरेर हाल्नुपर्छ अब यहाँ आइपुग्यौँ होइन हामी तँबाट कहाँबाट हिँडेर एउटा उकालो त चढ्यौँ यो हाम्रो ग्रुपको सबभन्दा राम्री यो सबभन्दा स्लिम र निहङ्गो जेउजू अर्को निहङ्गो जेउजू नम्बर 2 यहाँ कौसा दिन आयो कौसा दिनबाट मास्तिर जाने मेथीको साग एक थाक टिप्यौँ है हामीले उता तल बाटोमा लुकाएर राखेको छ अहिले पछि क्याफे गएर फर्किँदाखेरि लाने भरे मेथीको साग पकाएर खाने यस्तो विदेश जस्तो फिलै हुँदैन यार यस्तो कालो भन्छ र तर मान्छे चाहिँ प्रायः यथासी नै हुने रहेछन् गाउँको ब्लगमा भन्दै हो कि पञ्चामस मजाले नाच्दै हिँड्छ नाच्दै नाच्दै नाच्दैन नाच्छ त यता नि खर्क नाउँको नाच्यो त देख्नु पर्दा अनुहार कति राम्रो हो त यस्तो यो के थाक्रो होला कस्तो चुच्चो चुच्चो किला जस्तो के हो यो फेरि नास्पातीको बोर्ड जस्तो डाँडामा होइन फटाफट एउटा घर हुने नभए डर पनि लाग्दैन जापानको बाँसघारी सर्लक्कबाट सिधा हुन्छ क्या जेल्लेको नि हुँदैन नेपालको जस्तो उकालो हिँडेर गाह्रो भयो भैँसी बाल्ने भए त ठिक छ कि यो ठाउँमा घाँस त कति हो कति यस्तो राम्रो यहाँ स्याउला कति खाने उता देखा 4 जनाको कति राम्रो अलि नजिक आऊ त आऊ न अलि नजिक मेरो अनुहारै देख्दैन हेलो यस्तो वन छ होइन यस्तो छ के न्युरो त एउटा छैन एउटा कति हेऱ्यौँ है छा त्यो र यस्तो जताततै हरियाली हामी त कहाँ आएको होला यस्तो नि जापान हुन्छ र अझ कति जानुपर्छ कति हिँड्यौँ नि हामी त म त हिँड्दा यहीँ सुतौँ जस्तो भइसक्यो छ्या हामी होइन यो ठाउँ छ नि त्यो ठाउँ त्यतातिरबाट आएको क्या यो पुरा एउटा उकालो चढेर आएको डाँडा चढेर अझ उहाँ माथि पुग्नुपर्छ है म देखाउँछु एकछिन कहाँ भनेर यो ठाउँबाट आएको है सरर यस्तो घुमेर यो एउटा पुरै डाँडा चढेर ठाउँमा एउटा दुइटा घर होइन यिनीहरू के यो उमे बसी क्या कति रहेछ यहाँ फलेको खान मिल्दैन के हो मेरो हिरोनीहरू त्यहाँ पुगे लो छेक्यो हामी पुग्ने चाहिँ अब ओहो माथि हो यहाँनिर कति राखेको नि बाबा त्यो प्याजी यस्तै राख्छन् दाउरा त्यत्तिको मजाले मिलाएर राखेको त्यतापट्टि ओबासान पनि रहेछ के भनेको म त हिँड्नै सकेको छैन के हो त यस्तो प्याज कति सप्रेको के रहेछ टिकटक बनाउनु पऱ्यो रे हिरोइनलाई चढेर आइछौँ हामी यस्तो भ्यू देखिन्छ यहाँबाट यो चाहिँ हामी भएको ठाउँको इवातेकेनको सबैभन्दा अग्लो डाँडो इवाते सानो मुरोने सानो भन्छ यहाँ हो हामी आउन खोजेको खासमा चाहिँ यो चाहिँ अभी किन्यो भी दोयो भी नीचे हो भी खुल्ला हुँदो रहेछ छैन
बाँसको झ्याङ कस्तो सर्लक्क छ के हो र फेरि यस्तो यो यहाँको सेवाको थाहा छैन यो आएको गर्नुपर्छ भन्नु नि यहाँसम्म आएको त्यत्तिकै जानु पर्दैन होला कहाँबाट आयो नमुनाहरू भन्दा पनि हामीलाई देखेर के हो ओपन मिल्छ होइन पछि पछि आउँछ family. यहाँ बस्नु पलेटी कसेर बस्नु हुँदैन ल ल यहाँ बस्नु यस्तो गरेर आएको होइन यस्तो पसिना थुट कस्तो नराम्रो पसिनाले कम हिँड्यौँ त 5 किलोमिटर त होला हिँडेनौँ यस्तो उकालो अरे अब हामीले जापानिज डिस ओपन गर्दैछौँ गाइज हेर्न सक्नुहुन्छ अब के निस्कियो त ओ माई गॉड वाउ मिठो होला जस्तो छ पानी आयो मुखबाट ल च्याउँदै गर्दैछु च्याउँदै हो कि दिनु होला नि मलाई च्याउँदै काँटा त्यो आमाले भनेको याद आएर अघि लाजमा च्याउँदै भने वाउ